हेलो हेलो साथीहरु नमस्ते स्वागत छ हजुरहरुलाई मेरो आजको डे 10 मिनी भ्लगमा। साथीहरु मेरो बाबा इन्डियाबाट आउनु भएको थाहा पाएपछि मैले म भएको ठाउँमा मेरो बाबालाई बोलाएको थिएँ अनि मैले यता बहिनीलाई म मासु लिन गएको भिडियो बनाइदेऊ त भनेको नाइ पो भन्नु। के गर्नु साथीहरु सपोर्टर कोही पनि छैन हजुरहरु बाहेक। आफ्नो भिडियो आफै गरेर यता बाबाको लागि मासु लिएर घर आए। खाना साना पकाएर भ्याएर बाहिर हेरेको त मेरो बाबाहरु आइसक्नु भएको हैछ। उहाँ चाहिँ हुनुहुन्छ मेरो जन्मदिने बाबा। अनि बाबालाई भित्र बसालेर आउनुस् बाबा एकछिन बस्दै गर्नु खाना हाल्दिन्छु भनेको हाम्रो फोटो हेर्दै बस्नु भयो। बाबाले चाहिँ नि यो मेरो साइली छोरीसँग बस्ने बाबु को हो भनेर पो सोध्नुहुन्छ त बा। अब मलाई त झुटो कुरा बोल्न आउँदैन सिधै हजुरको हुनेवाला ज्वाइँ हो भनेर खाना पस्किदिए। साच्चै भन्नुपर्दा मैले बिहा गरेपछि देखि आजै हो मैले बाबालाई बोलाएर खिलाएको। यति मिठो मानेर गमकी गम खाना थाल्नु भयो मलाई पनि खुसी लाग्यो। बाबा त इन्डियाबाट पुरै दुब्लाएर आउनु भएको के अनि यस्तो खाना खाएपछि त छोरी म त मोटाउँछु होला भन्दै खुसी हुँदै खानु भयो थियो। अनि खाना खाएपछि मैले एकछिन भाडा मोले बाबालाई रेस्ट गर्न पठाएँ। के को रेस्ट गर्नु हुन्थ्यो र मेरो बाबा चाहिँ नि नातिनीलाई मजाले खिलाउँदै बस्नु भएको थियो। एकछिन पछि बाबा पनि घर हिँड्न लाग्नु भयो। आजको लागि यति नै साथीहरु भोलि भेटौँला बाइ बाइ।